सम्माननीय सभामुख महोदय, हामी झन्डै 38 वर्षपछि नेपालमा पर्यटन विधेयक या नेपालमा पर्यटन नयाँ ऐनको संशोधनमा प्रवेश गरेका छौं। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा एक खालको मेरुदण्ड नै पर्यटन व्यवसाय हो। हाम्रा ती सत्ताम्य हिमाल हाम्रा पुँजी हुन् र अहिले पर्यटन विधेयक पेश हुँदै गर्दा केही कानुनी अस्पष्टता यहाँ देखिएका छन्। हामीले अहिले ग्लोबल डिजिटल मार्केटमा यसलाई कसरी जोड्न सक्छौं? एउटा पर्यटक आउँछ, अहिले ट्राभल एजेन्सीमा जाँदैन, उनले आफ्नो मोबाइल खातामा हेर्छ र त्यसरी टिकेटिङदेखि लिएर होटलमा बस्ने त्यो डिजिटल सिस्टम ढिलो चाँडो त्यो प्लेटफर्म नेपालमा आउँछ र त्यो प्लेटफर्मलाई हामीले कसरी लिन्छौं, यो कुराहरू यो विधेयकमा प्रष्ट भएको छैन। र अर्कातिर यो हाम्रो शेयरिङ इकोनोमी छ। एउटा मुस्ताङको मानिसले उसँग पाक कला छ, सोलुखुम्बुको एउटा किसानको ले कोठा दिन्छ, कसैले चाहिँ गाडी प्रोभाइड गर्छ र एउटा त्यो अर्थतन्त्र पर्यटनको त्यो अर्थतन्त्रलाई साझा अर्थतन्त्रका रूपमा हामीले कसरी स्वीकारेका छौं, यो विधेयकमा यो कुरा पनि प्रष्ट भएको छैन। र हाम्रो धार्मिक, आध्यात्मिक र सांस्कृतिक पर्यटन नै नेपालको सबैभन्दा ठूलो धरोहर हो। मेरै सुदूरपश्चिममा पूर्णागिरीदेखि लिएर जोडिएको महेन्द्रसँग जोडिएको पूर्णागिरीदेखि लिएर सिद्धनाथ बाबा, दार्चुलाको मल्लिकार्जुन, त्रिपुरा सुन्दरी, खप्तड, रामा रोशन, बुढीनन्दा संसारको सबैभन्दा अग्लो ठाउँमा 1600 झन्डै करिब 16,000 फिटमा रहेको सबभन्दा अग्लो ठाउँ, धार्मिक पर्यटकीय ठाउँ बुढीनन्दा र बडी मालिका र योसँग जोड्दै रारा हुँदै कैलाश मानसरोवरसम्म त्यो एउटा सर्किटको विकास हामीले गर्न सक्यौं भनेपछि नेपालको धार्मिक, सांस्कृतिक, त्यो आध्यात्मिक पर्यटनले संसारभरका पर्यटकहरूलाई तान्न सक्छ। यो वर्ष मात्रै 2025 मा 22 करोड चिनियाहरूले विश्वभरि यात्रा गरे, तर हामीले नेपालमा 1 लाख पनि भित्र्याउन सकेनौं। यसका निम्ति हामीले केही उत्साहप्रद र पर्यटकलाई प्रेरणा दिने खालका त्यस्ता पर्यटन नीति ऐनहरू हामीले यहाँ बनाउन सक्यौं भने यसले नेपालको पर्यटन